हजुर अमेरिकाको गुराइङ नेपाली वेबसाइट www.eneblis.com र संसारका 4,60,000 नेपालीहरूले प्रतिदिन हेर्ने www.dcnepal.com को लागि अमेरिकाको बाल्टिमोरदेखि म खेम भट्टचनको यहाँ सबैलाई नमस्कार। अहिले हामी यहाँ बाल्टिमोर आएका छौँ। यहाँ बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष विजय श्रेष्ठजीलाई म केही कुरा सोध्दैछु। विजयजी नमस्कार है। नमस्कार। आज यहाँ के हुँदैछ, तपाईँले के गर्दै हुनुहुन्छ यो भनिदिनु न हाम्रा भ्युअरहरूलाई। नमस्कार है सम्पूर्ण यो हेरिराख्नुभएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। सर्वप्रथम बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाको तर्फबाट यहाँहरू सबैलाई हार्दिक एकदम नमस्कार छ। आजको मेन कार्यक्रम हाम्रो बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले हरेक वर्ष गर्दै आएको यो हाम्रो समर पिकनिक एउटा मतलब वनभोज कार्यक्रम हो। खास गरिकन यो हामीले हरेक वर्ष हामीले गर्ने गरेका छौँ। यसैको सिलसिलामा हामी आज बाल्टिमोर मेरील्यान्डको गन पाउडर फल्स स्टेट पार्कमा हामी सबै बाल्टिमोरवासी, डिसी भर्जिनियावासी सबै नेपालीहरूको जमघट हुँदैछ आज। अनि कार्यक्रममा अरू खेलकुद अरू केही छ? अरू के छ कार्यक्रम? हाम्रो एकदमै आजको विशेष कार्यक्रम हाम्रो मनोरञ्जनात्मक एउटा इन्टरटेनमेन्टको आधारमा नै लिएको छ। यसमा चाहिँ हामीले विभिन्न किसिमको कार्यक्रमहरू स्पेसली अब विभिन्न प्रकारको खानाहरूको साथै अब स्पोर्ट्सहरू भलिबल भयो, यस्तै किसिमको अब अर्को आकर्षक गेमहरू, यता अब बच्चाहरूको विभिन्न गेमहरू, अनि त्यस्तै गरिकन म्युजिकल चेयर जस्तो गेमहरू, यी गेमहरूलाई हामीले आज चाहिँ सबैलाई मनोरञ्जन दिने यी गेमहरू हामीले राखेका छौँ। अनि प्रमुख अतिथि जस्तो कोही यसो कोही निम्तो गर्नु भएन? आजको प्रमुख अतिथिको रूपमा हामीले सधैँभरि चाहिने हाम्रो नेपाली दूतावासका राजदूतज्यूलाई हामीले नेपाली एम्बेसीकोलाई बोलाउने गरेका छौँ। यसपालि पनि हाम्रो नेपाली एम्बेसडर हाम्रा कार्यवाहक राजदूत हाम्रा ऋषिराम घिमिरेज्यूलाई बोलाएका छौँ। अनि यसमा अन्य व्यक्तिहरू पनि आज हाम्रो विशिष्ट पाहुनाहरू पनि आउने कुरा गर्नुभएछ। जस्तै अब हाम्रा एकदमै समाजसेवी नेपालका तपाईँले थाहा छ हाम्रो महावीर पुनजी पनि आउँदै हुनुहुन्छ आज। यस्तै सिलसिलामा हाम्रा भूतपूर्व जज साहब हाम्रा ताराबहादुर थापाज्यू आउँदै हुनुहुन्छ। त्यस्तै गरिकन हाम्रा निर्वाचन आयुक्त अहिले भर्खरै नै अमेरिकाको भ्रमणमा रहनुभएका हाम्रा गोलखबहादुर गुरुङज्यू पनि आउनु लाग्नुभएछ। यस्तै अरू विशिष्ट मानवहरू पनि आज ल बा विजयले अरू सबै अतिथि नाम लिनुभयो। आफ्नै घरको चाहिँ महावाणिज्य दूत प्रेमदासज्यूको नामै लिनु भएन वा? महावाणिज्य दूत हाम्रो आफ्नै टोलको उहाँ त झन् अति विशेष अतिथि हुनुहुन्छ होइन। उहाँको नाउँ अब लिइराख्नुभन्दा सबैले जानेको हुन्छ। उहाँ कहिले कहीँ नजानु भएको छैन। उहाँ विशेष रूपमा हाम्रा अतिथि साथी बाल्टिमोरका प्रिय समाजसेवी हुनुहुन्छ। उहाँ त आउँदै हुनुहुन्छ। अब अन्तिम कुरा नि विजयजी, तपाईँको बानाको पिकनिकमा 400-500 नेपालीहरू भाग लिन्छन् होइन सालखाला। यो साल आज कति जति नेपालीहरू आउने अपेक्षा गर्नुहुन्छ? हामीले अपेक्षा त अब एभ्री इयरमा हामीले अपेक्षा गरेको भन्दा नै निकै व्यक्तिहरू बाल्टिमोरका हाम्रा दाजुभाइ दिदीहरूले जम्मा गर्ने गरेको छ। यसमा विशेष गरी आज जम्मा हुने भनेको एकअर्कासँग भेटघाट हुने कार्यक्रम, नचिनेको मान्छेहरू एकअर्कासँग नेपालीहरूको चिनजानको पनि विशेष हुनका कारणले बाल्टिमोर, डिसी, भर्जिनिया यो मेट्रोपोलिटन एरियाको व्यक्तिहरू पहिला भन्दा पनि अझ बढी सहभागी हुने हामीले आशा गरेका छौँ। आउँदै हुनुहुन्छ। भर्खर त हाम्रो सुरु भइरहेछ। केही नभए नि 400-500 त हुन्छन् नि। 400-500 त मिनिमम हाम्रो हुने नै गरेको छ। ल धन्यवाद। थ्याङ्क यू है। म चाहिँ बिदा हुन्छु। नमस्कार। बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाको वार्षिक वनभोजमा पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, डिसी मेट्रो क्षेत्र लगायत सबै क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई आजको यस रमाइलो पिकनिकमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। आजको कार्यक्रम हाम्रो कुनै पनि फर्मल कार्यक्रम होइन। एउटा स्पेसली एउटा इन्टरटेनमेन्टको प्रोग्रामको लागि यस पिकनिक आयोजना गरिएको छ हामीले जहिले पनि। तैपनि हामीसँग विशिष्ट पाहुनाहरू पनि आउनुभएको छ। आजका हाम्रा पाहुनामा हाम्रा नेपाल एम्बेसीका डिसिएमज्यू नारायण मैनालीज्यूलाई स्वागत गर्न चाहन्छु। यस्तै गरेर हाम्रा बाल्टिमोर
मेरील्यान्ड पेन्सिल्भानियाका महावाणिज्य दूत श्री प्रेमराजा महतज्यू, यसै गरेर नेपालबाट पाल्नुभएका हाम्रा निर्वाचन आयुक्त ज्यू श्री डोलक बहादुर गुरुङज्यू र यसै गरेर हाम्रा सामु एकजना विशिष्ट समाजसेवी उहाँ जसले पनि चिन्नुहुनेछ उहाँ महावीर पुन्ज्यू यही हुनुहुन्छ। यसै गरेर हाम्रो सामु नेपालका वरिष्ठ लोक सम्राट दाई हाम्रो कुमार बस्नेत दाई पनि हाम्रो सामु हुनुहुन्छ। यसै गरेर यस पिकनिकमा पाल्नुभएका विभिन्न सङ्घ संस्थाका महानुभावहरू र हाम्रा सहयोगी पत्रकार साथीहरू सबै, यसै गरेर फेरि पनि यस बानालाई माया गर्ने सबै सम्पूर्ण साथीभाइहरू र आजको एकजना विशिष्ट व्यक्तित्व हुनुहुन्छ हाम्रा यस पालिको NRN USA NCC USA का निर्वाचित वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीज्यू। यहाँहरू सबैलाई पनि फेरि म एकदम स्वागत गर्दै आज यस कार्यक्रमलाई सफल पार्नुहुने विभिन्न महानुभावहरू जसले यस पिकनिकलाई सहयोग गर्नुभएछ उहाँहरूको फेरि एकचोटि म यसो सरल नाम पनि लिन चाहन्छु। यहाँ जस्तै माउन्ट एभरेस्ट ग्रोसरीका हाम्रा प्रेम श्रेष्ठज्यू, हिमालयन हाउसका हाम्रा पल रेग्मीज्यू, हाम्रो काठमाडौँ किचनको हाम्रो सुन्दर राज भण्डारी र किरण पण्डज्यू, कोहिनुर रेस्टुरेन्टको हाम्रो दिनेश भण्डारीज्यू, यसै गरी आर्लन्स पिज्जाका हाम्रा गोपाल विश्वकर्माज्यू, माउन्ट एभरेस्ट रेस्टुरेन्टका हाम्रो प्रकाश महर्जनज्यू, यसै गरी हाम्रा घरे कबाबका हाम्रा वरिष्ठ उपाध्यक्षज्यू हुनुहुन्छ हाम्रो लोकनाथ तिवारीज्यू र करी कबाबको हाम्रो ओम तुलाचन्द्र हाम्रो चन्द्र छन्त्यालज्यू र यस्तै गरेर हाम्रा एक्जिक्युटिभ साथीहरू जसको प्रयासले यस बानाको सम्पूर्ण कार्यक्रमहरू सफल भएको छ उहाँहरूले पनि आफ्नो तर्फबाट सबै सहयोग गर्नुभएको छ। यहाँहरू सबैले पनि यहाँ जति पनि आइपुग्नु भएको छ एउटा सामाजिक संस्थालाई आफ्नो संस्था मानेर भित्री हृदयदेखि सहयोग गर्नुभएकोमा यहाँहरू सबैलाई फेरि पनि बाना कार्य समितिको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरेर आजको हाम्रो मैले अघि नै भने हाम्रो कुनै पनि फर्मल प्रोग्राम छैन, यो एउटा हामी पिकनिक कार्यक्रम अहिले भर्खरै हाम्रो एकजना वरिष्ठ लोक गायक पनि हुनुहुन्छ भन्ने मैले सुने हाम्रो खरक गरबुजा ज्यू, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। अनि आजको कार्यक्रममा हामीले सानो एउटा छोटो कार्यक्रम राखेको छौँ। हाम्रा निर्वाचित भर्खरै निर्वाचित हाम्रा वरिष्ठ उपाध्यक्षज्यू हाम्रा लोकनाथ तिवारीज्यूलाई म आज हाम्रो बाल्टिमोर अनि सबै पत्रकार साथीहरूमध्ये हाम्रो साझा सवालका नारायण श्रेष्ठज्यूलाई पनि स्वागत गर्न चाहन्छु। अनि हामी हाम्रो वरिष्ठ उपाध्यक्षज्यूलाई हाम्रो महावाणिज्य दूतावासको कार्यालय तथा बानाको हाम्रो कार्य समितिको तर्फबाट उहाँहरूलाई एउटा बधाई पत्र हामीले दिने निर्णय गरेका छौँ यस कार्यक्रम। त्यस्तै गरेर हाम्रा वरिष्ठ समाजसेवी हाम्रो गणेश मलेको दाइलाई पनि एकदम आदरणीय दाइलाई स्वागत गर्न चाहन्छु र छुटपुट सबै व्यक्तिहरूलाई एक समूहमा म स्वागत गर्न चाहन्छु। अनि म यो स्वागतको कार्यक्रम भन्दा यस कार्यक्रमलाई यो हाम्रो यो बधाई पत्रलाई प्रदान गरिदिनु हाम्रा पाहुना निर्वाचन आयुक्त डोलक बहादुर गुरुङज्यूलाई अनुरोध गर्दछु र हाम्रो नारायण मैनालीज्यूलाई पनि। लोकनाथ जी
ल आज एउटा भाग्यको कुरा हाम्रो निर्वाचन आयुक्तज्यूबाट नै उहाँलाई बधाई गर्ने अवसर पाउनुभएछ र बधाई छ। सबैले ताली चलाएर उहाँलाई स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। उहाँको यस्तै गरेर हाम्रा महावीर पुनज्यूलाई पनि खाटा उडाएर स्वागत गरिदिनु हुन अनुरोध गर्छु हाम्रा प्रेमराजा मठज्यूलाई। हाम्रो सबै पाहुनाहरूलाई खाटा उडाएर स्वागत गरिदिन अनुरोध गर्दछु। धन्यवाद महामान्यजी ज्यू। त्यसै गरेर आज हाम्रो कुमार बस्नेत दाइलाई पनि यसो खाटा उडाएर स्वागत गर्ने अनुरोध गर्दछौँ। हाम्रा सामु एकदम हाम्रा लोक गायक नेपाल युग लोक गायक हुनुहुन्छ उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु हुन अनुरोध गर्छौँ। त्यसै गरेर हाम्रो फर्मल प्रोग्राम प्रायः जस्तो सकिएको छ। यहाँहरू एकदम मनोरञ्जन लिनुहोला। यसपछि हाम्रो प्रोग्रामहरू यो बिङ्गोको कार्यक्रम अरू विभिन्न कार्यक्रमहरू छ। यहाँहरू सबैले मनोरञ्जन गर्नुभएकै छ होला। त्यसैले म 1 मिनट तपाईँलाई 2 मिनट हाम्रो महावीर पुन दाइज्यूको सानो एउटा परिचय जस्तो मैले भन्न चाहन्छु। उहाँ जस्तो विशिष्ट व्यक्ति अब हाम्रो सामु हुनुहुन्छ आज। उहाँले धेरै अर्गनाइजेसनहरूमा मैले बुढो बसेर भन्छ है र हाम्रो महावीर पुन दाइ धेरै अर्गनाइजहरूमा संलग्न रहेर सेवा गर्ने आउनुहुने र थुप्रै खालका एवार्डहरू जित्दै सफलता हासिल गर्नुहुने समाजसेवी महावीर पुन दाइलाई हामीले र विश्वले दुईवटा ठुल्ठुलो कुराहरूले चिनारी गर्न सकिन्छ। उहाँले दुर्गम ग्रामीण जङ्गलका रुखहरूको टुप्पो टुप्पोमा एन्टिना राखेर दुर्गम गाउँहरूलाई वायरलेस इन्टरनेटले जोड्ने व्यक्ति भनेर चिन्नुहुन्छ। साथै उहाँ एसियाको लागि नोबेल पुरस्कार म्यागसेस पुरस्कार जित्ने व्यक्ति मध्ये एकजना हुनुहुन्छ। हालै मात्र उहाँ गत हप्ता टोरन्टो क्यानाडामा इन्टरनेट सोसाइटीले महावीर पुनज्यूलाई 2014 को लागि जोनाथन बी पोस्टल सर्भिस अवार्ड पनि प्रदान गर्नुभएको छ। पुरस्कारको रकम $20,000 को। आजको यस कार्यक्रम एउटा फर्मल कार्यक्रम यही नै सकिएको छ। 2 मिनट म महावीर पुन दाइलाई केही शब्द बोलिदिनु हुनलाई अनुरोध गर्दै आजको फर्मल कार्यक्रम यही सकिएको र यहाँहरू सबै मनोरञ्जन गर्नुहुन भने अनुरोध गर्दछु। धन्यवाद। महावीर पुन। नमस्कार सबैलाई धन्यवाद। यो आजको यो इन्फर्मल कार्यक्रममा पिकनिकको कार्यक्रममा भेट गर्न पाउँदाखेरि सबैलाई यो भेटेर हुन त पहिला पनि भेटेको हो र फेरि भेट्न पाउँदाखेरि धेरै खुसी लागेको छ। धेरै कुरा गर्ने यो टाइम पनि होइन, यो समय पनि होइन, तर छोटकरीमा म चाहिँ 1-2 मिनटमा चाहिँ मेरो अहिले यहाँ आउनको उद्देश्य चाहिँ राख्न चाहन्छु र त्यो उद्देश्य राख्नुभन्दा अगाडि म के भन्न चाहन्छु भने तपाईहरु अहिले नेपालबाट आएर यहाँ चाहिँ एउटा समाज खडा गरेर यहाँ चाहिँ यस्तो पिकनिकको कार्यक्रमहरू गर्नु भएको छ। त्यो एकदम राम्रो कुरा हो। एउटा मानिसले भएर एउटा सामाजिक प्राणी भएर गर्नुपर्ने आपसमा चाहिँ भेटघाट गर्ने आपसमा चाहिँ यस्तो किसिमको सहयोग आदान प्रदान गर्ने कुराहरू यो चाहिँ एकदम राम्रो कुरा हो। तर आजभन्दा
तपाईँहरू यो कार्यक्रम आजभन्दा 150 वर्षपछि पनि नेपालीहरू यस्तै गरेर भेट भएर यसरी नै रमाइलो गरून् भनेको हाम्रो छोरा नाति पनातिदेखि खनाति पनि बस्नु त्यो चाहनुहुन्छ कि हुन्न? एउटा प्रश्न पक्कै पनि चाहनुहुन्छ, तर त्यो गर्ने कसरी त? त्यो गर्नको लागि चाहिँ एउटा बिउ रोप्नुपर्छ। यहाँ वरिपरि चाहिँ ठुल्ठुला रुखहरू छन्। यो ठुल्ठुला रुखहरू त्यसै भएको होइन, यो कति सय वर्ष अगाडि भनौँ न 50-100 वर्ष अगाडि चाहिँ एउटा बिउ राखेर रोपेर अनि त्यो बढ्दै गएर ठुलो भएको। त्यस्तै किसिमको एउटा बिउ रोप्ने काम भनेको हाम्रो भविष्यका अब सेकेन्ड जेनेरेसन, थर्ड जेनेरेसन, फोर्थ जेनेरेसनका हाम्रो नानी केटाकेटीहरूले पनि यसरी भेटघाट भएर यस्तै यही पार्कमा फेरि यसरी नै कार्यक्रम गरून्, भेटघाट गरून् भन्ने कुरा चाहिँ कसरी गर्ने भनेर एउटा आइडियाहरू त धेरै हुन सक्छन्। त्यो आइडिया चाहिँ सेयर गर्न चाहिँ म अहिले बाल्टिमोर यो एरियामा चाहिँ 1-2 हप्ताको लागि चाहिँ आएको छु र त्यो सायद आवश्यक पनि छ होला र त्यो आइडिया चाहिँ यहाँ अहिले चाहिँ सेयर गर्नको लागि मैले चाहिँ खास गरी मलाई के चाहिएको छ भनेदेखि मलाई भन्दाखेरि पनि हामी सबै मिलेर गर्ने कुरा हो। अहिले चाहिँ हामीले कम्तीमा पनि 300 जना मान्छे चाहिँ यहाँ जम्मा गर्नु पर्यो। 300 जना मान्छे जम्मा गरेर अथवा सक्यो भने 400, 500, 1000 भए पनि केही फरक पर्दैन। त्यो जम्मा गरेर चाहिँ एउटा प्रोग्राम नेपाल कनेक्सन भन्ने चाहिँ एउटा प्रोग्राम चाहिँ सुरु गरौँ भनेर चाहिँ त्यो प्रपोज गर्न आएको हो। प्रपोज गर्ने